नमस्ते सबैजनालाई दियालो आर्ट एन्ड प्रिन्टको तर्फबाट सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामीले केही नयाँ भिडियो ल्याउने कोसिस गरिरहेको छौँ। आज चाहिँ के को भिडियो ल्याउँदैछौँ भन्दाखेरि चाहिँ सधैँ नै पेन्टिङको भिडियो कति ल्याउने भनेर आज चाहिँ हामीले यो म्यानुअल लोगो बनाएको भिडियो ल्याएको छौँ, जुन चाहिँ हामीलाई स्कुलबाट अर्डर आएको थियो, पुष्पकुञ्ज स्कुलबाट। अनि यो लोगो चाहिँ हामीले एकदमै कम समयमा बनाउनु पर्ने भएको कारणले चाहिँ एकदमै छिटो सुक्ने कलर युज गर्नुपर्ने थियो। त्यसको लागि चाहिँ हामीले एक्रेलिक र डिस्टेम्पर कलरको युज गरेको छौँ। यो कलर चाहिँ एकदमै छिटो सुक्छ नि त, त्यसैले हामीले काम पनि छिटो दिन सक्छौँ। अनि उहाँहरूको चाहिँ प्रोग्रामको लागि चाहिँ एकदमै छिट्टो ब्यानर चाहिएको भएर चाहिँ उहाँहरूले हामीलाई छिटो अर्डर गर्नुभएको थियो र हामीले फ्लेक्समा पनि गर्नको लागि उहाँहरूलाई भनेका थियौँ। तर उहाँहरूले चाहिँ यस्तै म्यानुअलमै चाहिने भएको कारणले चाहिँ म्यानुअल नै बनाउनु पर्ने भयो र केही छैन, त्यही पनि हामीले समयमा नै यो काम चाहिँ गरेर उहाँहरूलाई बुझायौँ। अनि हजुरहरूलाई पनि यस्तै खालको ब्रस स्ट्रोकहरू यस्तै ब्रस राइटिङहरू सिक्न मन छ भने चाहिँ हाम्रो भिडियो हेरेर सिक्न सक्नुहुन्छ होला। यो चाहिँ हामीले फर्स्टदेखि नै सबै प्रोसेसहरू राखेको छौँ। यो सिल्क कपडामा देखेको हामीले, त्यही भएर चाहिँ यो अलिकति लेख्ने बेलामा चाहिँ एकदमै हावाहरू चलिरहेको भएर चाहिँ अलिकति लेख्न पनि गाह्रो भइरहेको थियो। यो चाहिँ इन्डोर पनि लेख्न मिल्छ, हाम्रो चाहिँ ठाउँ नभएको कारणले हामीले चाहिँ बाहिरपट्टि लेखेको थियौँ। बाहिर लेख्दा चाहिँ छिटो पनि सुक्छ नि त, त्यस कारणले गर्दा बाहिरपट्टि आउटडोरमै गरेको थियौँ। हजुरहरूले पनि यस्तै कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ हाम्रो भिडियो हेरेर सिक्नु होला भन्न चाहन्छु। युट्युबमा धेरै कुराहरू हुन्छ, तर कुनै बेला चाहिँ समय निकालेर यस्तो खालको भिडियोहरू पनि हेर्नुभयो भने चाहिँ केही हेल्प हुन्छ। किनकि यस्तो खालको सिपहरू सिक्यो भने चाहिँ कहिले पनि सिपहरू चाहिँ कुनै पनि सिप सिक्दाखेरि चाहिँ कहिले पनि खेर जाँदैन। त्यही भएर चाहिँ कसैलाई मनपर्छ भने चाहिँ हेर्न सक्नुहुन्छ, हाम्रो भिडियो हेरेर सिक्न सक्नुहुन्छ। प्रोसेसहरू चाहिँ सुरुबाट नै छ, भिडियो हेरेर प्रतिक्रिया दिनु होला। केही कमी कमजोरी, भिडियोहरू अनक्लियर, बुझ्न नसक्ने भयो भने चाहिँ कमेन्टहरू गरिदिनु होला, हामीले पनि केही सिक्ने मौका हुन्छ। यो चाहिँ हाम्रो सुरुको भिडियो भएको कारणले चाहिँ कमी कमजोरीहरू हुनसक्छ, राम्रोसँग बनाउन पनि आउँदैन। त्यस कारणले गर्दा चाहिँ हजुरहरूले नि प्रतिक्रिया दिनुभयो भने हामीले पनि सिक्दै जाने मौका पाउँछौँ। यसरी भोइस कभर गरेर चाहिँ बनाएको यो पहिलो भिडियो हो। आजसम्म चाहिँ हामीले कहिले पनि भोइस कभर गरेर भिडियो बनाएको छैन। युट्युबहरूमा चाहिँ भिडियो राख्दाखेरि चाहिँ कपिराइट लाग्छ नि त, त्यस कारणले गर्दा चाहिँ हामीले चाहिँ अहिले आफैले जस्तो भए पनि नेचुरल भिडियो बोलेर हाल्ने भयो भन्ने कुरा भयो। सो त्यस कारणले चाहिँ हामीले यस्तो भिडियोहरू बनाएको छौँ। हजुरहरूलाई मन पर्यो भने हेरेर कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच, थ्याङ्क यू फर वाचिङ।